हेलो एभ्रीवन हामी चाहिँ हेलो गाइस हामी चाहिँ मुभी हेर्न आएको 5 बजेको टिकट भएर बसेको अवस्था कोही काहीँ टिकटक के गरी बस्ने होला अब मुभी टिकट चाहिँ 5 बजेको उहाँहरूले 2 बजेको लाग्नु भएको रहेछ त्यही भएर बसिरहेको सिडीमा गाह्रो छ धेरै टाइम भइसक्यो खै कतिखेर 1 घन्टा चाहिँ बसिसक्यो भोक लाग्छ नखाएर खाना पकाउँछ गाइस हेलो भन न यो मेरो नयाँ च्यानल नाम के हो तिम्रो भनिदेऊ त मेरो नाम मासी म सिंगल छु कोही हुन्छ भने म अनि सापडका नगर्नु म चाहिँ मिंगल भनौँ सिंगल भनौँ त्यो मलाई थाहा छैन गाइसहरु यिनीहरु चाहिँ के रे फिल्म हेर्न त्यो धेरै टाइम लाग्ने भएर बिचराहरु पसिरहेर नाचिराख्ने के गर्ने होला गाह्रो छ बिचराहरु उहाँ चाहिँ अहिलेसम्म नाच्नुहुन्थ्यो अहिलेसम्म गीत गाउँदै हुनुहुन्छ गाह्रो छ आज सिनेमा हेरै हुँदैन नाच्छु गोटाउँछन् रुक्नु ऱ्याप हाल्छु गाई एकछिन रुक्नु म ऱ्याप हाल्छु मुभी हेर्दैछौँ यो नक्कलीहरू कतिवटा खिच्छन् हे फिल्म हेर्दाको अझै आधा घन्टा छ उहाँहरू चाहिँ सुतिसक्नु भयो गाइसहरू म एक्लै रहेछु जति खट्न सक्ने उहाँहरू पुरै बेहोसमा हुनुहुन्छ रात धेरै बोयफ्रेन्डसँग बोलेर के आँखा हेर्नु हुँदो रहेछ हामी बाहिर सक्छ त उसैले फेरि आफ्नै हेर्छ सक्दैन नि फेरि कस्तो के गर्ने कुर्दा आज त म यो पारामा अब फिल्म हेर्न आउने आजबाट म फिल्म हेर्न आउँदिनँ लास्टचोटि गाइस यिनीहरूसँग त्यही पनि के भन्नु भोक लागिसक्यो खाने कुरा देखेर फेरि भोक लाग्नु लागिसक्यो गाइस अहिले यस्तो दिन्छु है धेरै छैन के अरे आधी घन्टा बाँकी छ त्यसपछि भित्र गएको पनि हजुरहरूलाई देखाउने छु ओके फाइनली हामी चाहिँ रुम आएर कपडा चेन्ज गरिसक्यौँ मैले भिडियो बनाउनु पाइनँ किनकि मलाई धेरै टोइलेट लागेर एकदम गाह्रो भइरहेको थियो उहाँ चाहिँ बराल लाउँदै हुनुहुन्छ अनि चलाउँदै मैले भिडियो बनाउँछु भने सोचिरहेको थिएँ तर मलाई एकदम टोइलेट लागेर बनाउन सुक्कै बिर्सिन्छु गाइस कोही नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला।